गाइस ये मेरा गाउँ हो। यहाँ नानी यहाँ त एक लोटा पानी लिएर पानी खाऊँ। अनि भाउजू सन्चै आराम हुनुहुन्छ? कहाँ हुनुहुन्छ? यहाँ लोटामा लिएन पानी। हाम्रो भाउजू लास्टै मेहनती हुन्छ गाइस, हेर्नु न यहाँ फुलको त लगन भएको गमला बनाएर गमला घरमै बनाएको क्या। तपाईँलाई गमला चाहिँ गराउन मन लाग्छ भनेपछि हाम्रो भाउजूसँग एकदम राम्रोसँग सिक्न चाहनुहुन्छ भने म अनलाइन सिकाइन्छु गाइस। तपाईँले हेर्नु गमला यस्तो राम्रो छ, फुलहरू यस्तो राम्रो छ गाइस। भाउजू यहाँ आउनु न। तेरो फुल थियो नि, त्यो फुल देखाएर बनाएको यहाँ देखाइन्छ। नानी एक लोटा अलिक पहिला त गाई म तपाईँहरूलाई यहाँ चाहिँ दाइको छोरीले बनाएको यस्तो राम्रो फुलहरू देखाउँछु गाई है। यस्तो राम्रो बनाएको छ कि यो केटीको फेरि पढाइमा दिमाग छैन गाई, यस्तै बनाउनु लास्टै दिमाग छ कि होइन, राम्रो छ कि यसको दिमाग चाहिँ राम्रोसँग मान्छेले। ल हेर्नु गाई, ल तपाईँलाई गराउनु मन लाग्छ भने चाहिँ तपाईँहरूले हेर्नु यस्तो गराउँछ यी दामी। यसले आफैले बनाएको यो चाहिँ रिबन यस्तो यहाँ लगाएको छ। तैँले यो नयाँ लगाउनु पर्दैन, हेर त पुरानो यी नयाँ पनि हुन्छ गाई, यो पुरानो हो तर चाहिँ यो रिबन नयाँ हो। स्कुलको लागि यस्तो दामी हुन्छ। यसले आजसम्म मम्मीलाई दुःख दिन्छिने, स्कुलमा यही लगाएर जान्छ। यो आफैले बनाएको, यसले यताउता अरू साथीहरूलाई पनि बेच्छ। तपाईँलाई पनि चाहियो भनेपछि तपाईँले भन्नु होला गाइज, कमेन्टमा भन्नु होला। मलाई चाहिँ पर्सनल मेसेज गरे पनि हुन्छ होइन। यो बनाउन म तपाईँहरूलाई अनलाइन बनाउन सिकाइन्छु गाइज, कस्तो छ भन्नु होला है। यो अर्को कुरो यो हेर्नु गाइज, यो त तेरो मम्मीको के चुन्नी हो क्या यो? चुन्नी चुन्नीले बनायो? केले बनायो यस्तो? पसलबाट लिएर आएर गाई यस्तो हेर्नु पछाडि लट्काउने यस्तो दामी हुन्छ। लट्काएर देखाउँदा नानी राम्रो हुन्छ है गाई। तपाईँलाई चाहियो भने भन्नु होला, कसम भने यसले स्पेसल बनाउँछ के। तपाईँले विश्वासै गर्नु सक्नुहुन्छ, यस्तो दामी गराउँछ गाई होइन। यसको पढाइमा चाहिँ दिमाग छैन। ल पछाडि फर्काउँदै हेर्नु यहाँ स्कुलमा लगाउने यताउता गर्न दामी हुन्छ गाई, राम्रो छ। मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ, म तपाईँलाई अनलाइन पनि बनाउन सिकाइन्छु। नानी मेरो चाहिँ अडियन्सहरूले तपाईँ चाहिँ अनलाइन बनाउनलाई फोकस गऱ्यो भने तैँले बनाउन अनलाइन गरिदिनु सक्छस् कि नै? ल गुड, यति हुनु पर्यो। ल गाइज, लभ यु।